हेलो गाइजहरु हामी चाहिँ आज हाम्रो यो उहिलेको रीतिरिवाजको लागि हामीले सब यहाँ दिदीहरुलाई यहाँ भाउजूहरु लगायत सबै आमाहरु यहाँ चाहिँ हामीले चाहिँ एकदम आज अन्तिम दिनको दहीमा चाहिँ हाम्रो यस्तो चलन छ है। हामीले के खेल्न लागेको छौं? हुर्ला हाम्रो यमफरको यो चाहिँ संस्कार यो दहीको अन्तिम दिनमा चाहिँ यसरी हामी खेल्छौं साथीहरु। अब सुरुवात हुनु आँटिसकेको छ। यहाँ परतिर यसरी हुर्ला भन्छौं है हामीले चाहिँ यो चाहिँ कुनैलाई चाहिँ अलिकता आउँदैन नयाँ नयाँ पनि यहाँ देख्न सक्छौं हामीले चाहिँ। यो चाहिँ च्याब्रुङ जस्तै लगभग देख्न सक्छौं हामीले चाहिँ। यहाँ एकजना गुरुबा देख्न सक्छौं हामीले सिकाइराखेको देख्न सक्छौं। अन्तिम दिनको दही चाहिँ हाम्रोतिर चाहिँ यसरी हामीले देख्न सक्छौं है। लास्ट डे आजको मङ्सिरको लास्ट डेको यो चाहिँ भिडियो हो खास गरी चाहिँ। यो चाहिँ अन्तिम दिनको यो दही चाहिँ यसरी हामीले चाहिँ पर सब म्याच लगाइसकेको छौं। नाच्न अप्ठ्यारो हुनाले चाहिँ म्याच लगाइसकेर यो अलिकता उबारेर चाहिँ नाच्ने गरिन्छ है। यहाँको दहीमा चाहिँ यसरी देख्न सक्छौं हामीले चाहिँ। गीत गाइराखेको देख्न सक्छौं। एकदम मिठो नृत्य यहाँ देखाइराख्नु भएको छ हाम्रो दिदी भाउजू आमाहरू हुनुहुन्छ यहाँ चाहिँ। धान पनि अति नै फलेको हामीले हेर्न सक्छौं। धान चाहिँ हामीले यसरी बताएर देख्न सक्छौं।
यहाँ बताउने चाहिँ 6 जनाको ग्रुप देख्न सक्छौँ हामीले चाहिँ। हाम्रो गाउँ बस्ती चाहिँ धेरै पातल देख्न सक्छौँ अलि माथि माथि। यो नाचको नियम पनि धेरै देख्न सक्छौँ। यो चाहिँ हुर्ला भनिन्छ, हुर्लाको नि डङडुङ्गे हुर्ला भनेर यहाँ नाच्नु चाहिँ सिकिराखेको देख्न सक्छौँ। यो खालको नाच चाहिँ फर्किनु नि पर्ने हुँदो रहेछ। तर यहाँ मुनि चाहिँ हामीले हेर्न सक्छौँ फेरि गुन्टरको काम बवाल तरिकाले कसिराखेको देख्न सक्छौँ। केटाकेटी पनि यहाँनिर एकदम रमाइलो अन्तिम दिनको दही भनेर खेलिराखेको देख्न सक्छौँ हामीले चाहिँ। यस्तो गीत बिनाको चाहिँ यो डङडुङ्गे नाच भन्न सकिन्छ है हामीले चाहिँ। यो लथालिङ्गाको डान्स भनेको चाहिँ यहाँ चाहिँ अर्कै खालको नाच चाहिँ यो चाहिँ फेरि जता पाए त्यतै बसेर जेठी दिदी र साइली दिदी हुनुहुन्छ यहाँ दुईजना चाहिँ। कुनैले लात्तीले फ्याँक्ने, कुनैले दाम लगाउने के जतिले आखानी भनिन्छ है। आखानीले चाहिँ कुनैले लगाउँदै गरेको देख्न सक्छौँ, कुनैले लात्तीले छारेको देख्न सक्छौँ हामीले चाहिँ। यो चाहिँ अन्तिम दिनको दहीमा यसरी खेल्ने गर्छ हाम्रोतिरको दही। अहिलेको मङ्सिरको अन्तिम दिनको बब्बल देख्न सक्छौँ हामीले चाहिँ। यहाँको भ्यूहरू पनि यसरी हरियाली नै मङ्सिरमा चाहिँ हुन्छ है हाम्रोतिर चाहिँ। गल्यौ सकियो नाच। नानाहरूलाई मैले चाहिँ सोध्दैछु है। पुरानो बोजूहरूले सक्दैन नाच्नु, उहाँहरूलाई पार आउँछ। अब यहाँ सिक्दै गरेको दिदीहरूले खास गरी चाहिँ बुझाउनु चाहिँ खोज्दैछौँ। अब तरिका अझै थाहा छैन नि त हामीलाई, होइन नाना? अब सिकेर अर्को वर्षको मङ्सिरमा चाहिँ राम्रो नाच्नुपर्छ। अब दान तिहारमा दान जस्तो यहाँ चाहिँ बोतल अन्तिम दिनमा चाहिँ रक्सीको बोतल हुर्लाको सगुन आइसक्यो। यो होइन मजाले कस्छ यहाँ चाहिँ। हाम्रो भाउजू हुनुहुन्छ यहाँ चाहिँ। तरकारी आउँछ है। अन्तिम दिनको मैजरेमा आज खसी काट्नु भएको छ। उहाँ चाहिँ घर यो खेती गरे एकदम मालिक नि पर्छ है। मालिक नि घर धनी एकदम भाउजू। उहाँले चाहिँ सागुन लगभग 30 मुरी त होइन 26-27 देखाएको 26-27 मुरीको चाहिँ होला मेरो विचारमा चाहिँ। छ धान उहाँ चाहिँ मेरो दिदी, दुईजनै दिदी मेरो चेलीहरू हुनुहुन्छ यहाँ चाहिँ। सगुनको लागि चाहिँ सबैजना अब नाचेर गलेको हुनाले चाहिँ सगुन यहाँ चाहिँ तयार भइसकेको छ यहाँ चाहिँ। साह्रै छिटो झिकेछ नानाले, एकदमै छिटो। खाइ भएन ल, ठिक छ ल खाऊ सगुन ल एकदम मिठो रक्सी। बस न। नाच्नेले पाउँदैन भनेर के छ, दिइहाल्छ नि। भेन हजुर रासमा चढाउने। ए अन्तिम दिनको दाइको त एकदम रासमा चढाउनु पर्ने हुन्छ। सोध्नु पर्छ उहाँहरूलाई, घर मालिकहरूलाई, होइन भतिज?
हाम्रो यहाँ भतिज त्यहाँ दाई हुनुहुन्छ त्यहाँनिर भेना यता भान्जो हुनुहुन्छ है ऊ खोइ लु 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 सकिहाल्यो त काम पनि चढाउ होइन बताउनेलाई फल्टै रक्सी राखिदिइसकेको छ अदुवानी छ होइन यो कच्चा कता फर्काएको घर ए अघि कहाँ फर्क्यो मधेसको सहरमा आएको हो ल ल ल कति नङ्लोको भयो कि ल ल खोइ त एक दुई तीन चार पाँच सात ल्याउनु एउटा म यताबाट घुमेँ 10 गरेर छ 10 दिन 20 चुली अलि अग्लो छ नि त 25-26 मुरीको हिसाब चाहिँ गरे अघि चाहिँ कतिको 25 मुरीको फेरि आएको रक्सी आइसक्यो ए नाचेको अब यहाँ गिलासमा खाने हो रक्सी त थेवा सगुन खानु भयो नाचेको सगुन खानु भयो ए हो सगुन मिठो छ नि मिठो सगुन कतिको मिठो छ हौ ल ल ल थेवाको लागि त सगुन कतिको मिठो भयो नाना मिठो छ ठिक छ हाम्रो यहाँ चाहिँ पुर्खादेखि आएको अलि नियम सिकाउने चाहिँ हाम्रो यहाँ चाहिँ देमा हुनुहुन्छ यहाँ चाहिँ एकदम हाम्रो देमाको यो इतिहासमा एकदम रहने एउटा उहाँले चाहिँ सिकाइराख्नु भएको छ आइडिया नाचको सुरुवातै सिकाउने चाहिँ यहाँ हाम्रो फेमा विशेष गरी अब धेरै नाच्नु नसक्ने अवस्था भइसक्नु भएको छ उहाँ चाहिँ त्यही भएर आजको हाम्रो कार्यक्रम चाहिँ यहीँ अन्त्य भइसकेको देख्न सक्छौँ हामीले चाहिँ अब यतापट्टिको सगुन खुवाइ पनि केटातर्फ पुरुषतर्फ देखाउन सक्छु मैले चाहिँ यहाँनिर हेर्न सक्नुहुनेछ हजुरहरूले भयो सगुन पुग्यो सबलाई होइन पुगेन भने फेरि आउँछ है सगुन आइसक्यो हाम्रो तल भाइहरूले खाँदैछ गुन्डा कस्नेहरूलाई त्यो गुन्डा कस्नेहरूलाई मुनि खाँदैछ भेट्यो दाजु ल मेरो दाइ उहाँ चाहिँ नाम भेट्यो भनिसक्नु भएको छ अब मेरो चाहिँ आजको काम चाहिँ भिडियो गर्ने चाहिँ नसोच्नु होला म पनि गुन्डा कस्नेतिरै अब जानु आँटेको छु हाम्रो यहाँ चाहिँ दाल एकदम उमालेर सुकाइसकेको छौँ हामीले चाहिँ यहाँ तरकारी देख्न सक्छौँ हामीले विशेष गरेर यहाँनिर खोर्सानी सब यहाँ तयार भइसकेको छ यहाँ जाँडको ड्रम बब्बल हेर्न सक्छौँ हामीले खाने पानी चाहिँ खेतैमा लिएर आएको छौँ